मेरा युट्युबमा जोडिनुभएका सम्पूर्ण साथीहरूलाई होली पर्व अथवा फागु पूर्णिमाको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छु। यहाँहरूले होली राम्रोसँग मनाउनुहोला। होलीमा विभिन्न किसिमका रङहरू प्रयोग गरेर मनाइन्छ। त्यसमा अरू कुराहरू मिश्रण गर्ने काम नगर्नु, जस्तो डिजल, पेट्रोल यस्तो मिसाउने चलन छ, यस्तो मिसाउनु भएन। फोहोर पानी मिसाउनु भएन। र कोही मान्छेहरूलाई होली खेल्ने इच्छा छैन भने त्यसलाई जबरजस्ती रङ दल्न पनि भएन। कसैले रङ नदल्ने पनि हुन्छन्, त्यस्तो बेलामा उहाँहरूलाई रङ नदलिदिनु होला। र कुरा रह्यो कुनै कुनै कलरको एलर्जी पनि हुन्छ, जस्तै कुनै कलर मुखमा लगाउँदा एलर्जी हुन्छ भने त्यो कलर लगाउनु भएन। र कलर लगाउँदाखेरि नाकमा कानमा नपर्ने गरी लगाउनु होला। कानमा कलर परेमा कहिलेकाहीँ कानमा इन्फेक्सन हुन पनि सक्छ, एलर्जी हुन पनि सक्छ। तसर्थ यहाँहरूले आफ्नो मनपर्ने व्यक्तिहरूसँग र खेल्न मनपर्ने व्यक्तिहरूलाई राम्रोसँग कलर लगाएर होली मनाउनु होला। ह्याप्पी होली। धन्यवाद।